श्री गणेशाय नमः। ॐ श्री सरस्वत्यै नमः। ॐ श्री स्वस्थानी देव्यै नमः। ॐ श्री सांब सदाशिवाय नमः। आदरणीय भक्तजन, हामीहरू अब आजको कथा श्रवण गर्न गइरहेका छौँ। हाम्रो मनले चिताएका तमाम इच्छा आकांक्षाहरू सबै माता भगवती श्री स्वस्थानी देवीको कृपाले गर्दाखेरि पुरा हुँदै जाउन् भन्ने कामना गर्दै सम्भव भएसम्म हातमा चन्दन अक्षता पुष्प लिएर भगवती स्वस्थानी देवीको ध्यान गर्नुहोला। ओम यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैः गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा। देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता। सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा। वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीं कथां सुधोपमां देव्यः श्रुत्वा भीष्टफलं लभेत्। श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। स्वस्थानी भगवती को जय। श्री सरस्वती भगवती को जय। सांब सदाशिव भगवान को जय। समस्त 33 कोटि देवी देवताहरू को जय जय होस्। यदि हजुरहरूले अगाडि पुस्तक लिएर बस्नुभएको छ भने हातमा लिएको चन्दन अक्षता पुष्पलाई त्यही पुस्तकमा यसो चढाउनुहोला। यदि पुस्तक छैन भने पवित्र दुनामा वा टपरीमा त्यो पुष्पलाई अर्पण गर्नुहोला। अब हामी आजका कथा प्रसङ्गहरूलाई श्रवण गर्नेछौँ। ओम श्री गणेशाय नमः। अथ श्री स्वस्थानी व्रतकथा सप्तविंशोऽध्यायः। समुपस्थित भक्तजन, हामीहरूले यहाँ 27औं अध्यायमा श्री स्वस्थानी व्रत महात्म्यका वर्णनहरूका प्रसङ्गलाई लिएर उपस्थित भइसकेका छौँ। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य महामुनि, त्यहाँ पछि डोलेहरूले चन्द्रावती रानीलाई भन्दा भए, हे महारानी, स्वर्गबाट अप्सराहरू आएर श्री स्वस्थानी परमेश्वरीको व्रत र पूजा गर्न लागेको देख्यौँ र तिनीहरूकै संसर्गमा हामीले पनि पूजा गर्ने भयौँ, जसले गर्दा आउनमा केही विलम्ब हुन गयो, क्षमा बक्सियोस्। हजुरका निम्ति पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौँ, ग्रहण गरी बक्सियोस् भनी डोलेहरूले प्रसाद दिए। डोलेहरूका कुरा सुनिसकेपछि चन्द्रावतीले रिसले रातारात आँखा पारेर दारा किर्ते ठुलो आवाज निकालेर गर्जँदै भन्न लागिन्, ए पापी डोलेहरू,
मलाई यहाँ थन्क्याएर एक्लै राखेर भोक लागेको न्यौ गरी यतिका बेरसम्म कहाँ गएर के को पूजा गर्न लाग्यो? सेवकले गर्ने कर्तव्य यी नै हुन्। त्यो पूजाले तिमीहरूलाई के दिन्छ? स्वस्थानी भनेकी कुन देवता हो जसको नाम आजसम्म मैले सुनेकी पनि थिइनँ? त्यसले के गर्न सक्छ र मलाई तिमीहरूले अटेर गर्यो? आज एक्लै छु अनि वनमा छु र मात्रै, नत्र तिमीहरूलाई म नमारी छोड्ने थिइनँ भनेर अनेक प्रकारले यसरी दारा किर्दै हप्काउन थालिन्। यति भनी डोलेका हातबाट उनीहरूले आफ्ना निम्ति ल्याएको प्रसाद खोसेर थुथु गरेर गोडाले कुल्ची त्यहाँबाट फालिदिन्। बिचारा ती अनाथ डोलेहरूले रानीको त्यस्तो खाले बेहोरा देखेर डराउँदै आँखाभरि आँसु पारी केही भन्न पनि नसकी श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झी डोली बोकेर आफ्नो बाटो त्यहाँबाट लाग्दा भए। जाँदा जाँदै लाउने देशका निकट जब पुग्न लागे त्यहाँ छेउमा साली नाम गरेकी नदी बग्दथिन्। डोली बोकेका डोलेहरूले ती नदीको पुल आधा जसो तरिसकेको मात्र के थिए, एक्कासी ठुलो चन्दुवा टाँगे जस्तो भएर चाहिँ मेघ उठेर मुसलधारे पानी पर्न लाग्यो। साथै हुरी बतास पनि आई। त्यो नदीको पुल भाँचिएर चन्द्रावतीका अगुवा पछुवा र डोले समेत सम्पूर्ण सबैजना साली नदीमा गम्रङ गुम्रङ झरेर त्यहाँ मर्दा भए। श्री स्वस्थानी परमेश्वरीका पूजाका प्रभावले डोलेहरू त्यहाँबाट मरिसके उपरान्त शिवस्वरूप भएर कैलाशमा गएर रहँदा भए। जो मनुष्य श्री स्वस्थानीको व्रत गर्ला त्यसले त्यस्तै उत्तम गति पाउला। अनि चन्द्रावती चाहिँ के भइन् त भन्दा नदीका जलभित्र जीवित अवस्थामा नै रहिरहन्। चन्द्रावती साली नदीमा झरेका दिनदेखि ती नदीको प्रवाह पनि बन्द भयो। यसरी नदीको बग्ने बेग्ने अटल भएर रहेको देखि माझीहरू एक अर्कामा भन्न लागे, होइन यो के आश्चर्य हुँदैछ? यी नदीमा कुनै विशाल गोही अथवा कुनै विशाल नाग आएर पानी छेकिदिएको हो कि? यो देशमा कुनै उत्पात पो हुने हो कि? कुनै कुचेष्टा पो हुन लागेको हो कि? भनेर यस्ता अनेकौं तर्कना गर्दै माझीहरू मिली राजा छेउ आई यो कुरा जाहेर गरौँ भनी राजदरबार पुगेर राजा सामु बिन्ती गरे, हे महाराज, साली नदी आज बग्न छाडेकी छिन्। यस्तो भएको हामीले योभन्दा अगाडि कहिल्यै पनि देखेका थिएनौँ, सुनेका पनि थिएनौँ। आजै देख्नु परेको हो। हे प्रजावत्सल, यो नयाँ कुरा पर्न गयो। हजुरले यसमाथि विचार गरी बखियोस् भनेर ती माझीहरूले भने। अनि तिनीहरूका कुरा सुनि राजा नवराजले मन्त्रीहरूलाई डाकेर माझीहरूबाट सुनेको सम्पूर्ण वृत्तान्तहरू त्यहाँनिर उनीहरूलाई भनेर अनि हुकुम गर्दा भए, हे मन्त्री, तिमी आफै नदी किनारमा गई माझीहरूलाई आदेश गर कि जलभित्र कुनै जन्तु छ कि छैन। जाल हाली खोजी गर। राजाको हुकुम अनुसार मन्त्रीले आदेश दिए। माझीहरूले जाल हानी तान्दाखेरि कति दिन अघिदेखि नदीका जलभित्र डुबेर रहेकी चन्द्रावती जालमा अल्झिएर आइन्। चिन्न पनि नसकिने शरीरमा कुष्ठरोग उब्जिएकी र हात पाउ छिनेकी, होस चेत केही नभएकी, हिलामा पुरै मुछिएकी, कुहिएको रुखको मुडो जस्ती मानिस हो अरू कुनै जन्तु हो थाहा नभएर माझीहरूले नदीका एक किनारमा फ्याँकी फेरि आफै जलभित्र पछि डुबुल्की मार्दै खोज्दै गर्न लागे। यसरी धेरै बेर खोजी गर्दा केही पनि पाउन सकेनन् र हार भएर राजा समक्ष गएर सम्पूर्ण कुरा बिन्ती चढाए। नवराजले यी सबै कुरा सुनिसकेपछि साली नदीका किनारमा पुगी प्रणाम गरेर भनेछन्, हे गङ्गे, तपाईँ किन आफ्नो प्रवाह रोकी स्थिर रहनुभयो? मबाट जानी नजानी हुन गएका कुनै अपराध भई क्षमा पाऊँ, मदेखि प्रसन्न भइदिनुहोस् हे माता भनी हातमा अर्घ्य लिएर नवरत्न पारो र गाईको दुध र दही सहित अर्घ्य दिए। यसरी राजाबाट अर्घ्य दिन साथ साली नदी सललल बग्न थालिन्। त्यो देखि राजा नवराज पनि हर्ष बढाइ गर्दै लावा लस्करका साथ दरबारतिर सवारी भए। नदीका एकातिर मुडो जस्तो भएर लडिरहेकी चन्द्रावती भने चाहिँ छिनछिनमा चेष्टा र छिनछिनमा मूर्छा हुने अनि छिनछिनमा भोक तिर्खाले आकुल व्याकुल हुने जस्ता अनेक बाधा र महाकष्टका साथ त्यहीँ रहँदी भइन्। तिनलाई एक दिन भोकले अति नै बाधा गर्यो अनि खानेकुरा अरू केही थोक नपाउँदा भोक खप्न नसकेर माटो खाउँ भनी हातमा लिन्। तर त्यो माटो ढुङ्गो हुन गयो, त्यो ढुङ्गो नै खाउँ भन्दा हड्डी हुन गयो, हाड नै खाउँ भन्दा खरानी भयो, खरानी नै भए पनि खाउँ भन्दा बतासाएर उडाइ लगिदियो। तब चन्द्रावतीले आफैलाई धिक्कारदै मूर्छा परेर त्यहाँ लड्दी भइन्। नाना प्रकारको दुःख सही रहिन्। उता राजाले आफ्ना राज्यमा आयोजना गरेको बृहत भोजमा निमन्त्रण गरिएका मध्ये
नवपुरवासी कपिल गोत्री 2 ब्राह्मण पनि सो भोजमा जान भनी त्यही बाटो हुँदै आएको चन्द्रावतीले देखिन् र तपाईहरू को हुनुहुन्छ अनि अहिले कहाँ जान लाग्नु भएको हो भनेर त्यहाँ सोधपुछ गर्न लागिन्। ती ब्राह्मणले पनि आफू कपिल ब्राह्मणहरू भएको र लावण्य देशका राजाबाट दिन लागेको ठुलो भोजको निमन्त्रणामा सामेल हुन जाँदै गरेको कुरा बताए। यो कुरा सुनि चन्द्रावतीले भनिन्, हे ब्राह्मण देवता हो, मेरो शरीर र अवस्था देखिहाल्नुभयो हजुरहरूले। त्यसमाथि पनि निकै दिन हुन लागे, मैले केही खान पनि पाएकी छैन। तपाईहरू राजाको भोजमा जाँदै हुनुहुँदो रहेछ। म पापिनीका निम्ति पनि केही खानेकुरा मागेर ल्याइदिनु भए तपाईहरूलाई धर्म होला। विरूप अवस्थामा मोडो झैँ बगरमा लडिरहेकी चन्द्रावतीका यस्ता कुरा सुनि ब्राह्मणहरूले भने, हे पापिनी, अहिले हामी यसै हो भन्न सक्दैनौँ, किनभने राजदरबारको कुरा के हुन्छ कसो हुन्छ के विश्वास। माग्ने मौका मिलेछ र पाइएछ भने ल्याउँला, वर्षक हामी उपाय केही न केही त गर्ने नै छौँ। भर परेर बसेस् तर आशामा चाहिँ नपर्खिएस्। यति भनी ती ब्राह्मणहरूले आफ्नो बाटो लिए। नवराजका राजदरबारका आँगनमा ठुलो भोज लाग्यो। तोकिएका तिथिमा सबै आमन्त्रित वर्ग ब्राह्मणहरू आशामुखीहरूले परिपूर्ण भोज पाए। राजाले मनमर्यादा अनुसार भोजन गराई ब्राह्मणहरूलाई दक्षिणा पनि दिए। भोजपछि नवराजको गुण गाउँदै आशीर्वाद दिँदै सबैजना आफ्ना आफ्ना घरतर्फ जान थाले। तर नवपुरबाट आएका 2 भाइ कपिल ब्राह्मण भने बगरमा लडिरहेकी स्त्रीका कुरा सम्झिएर टक्क अडिए। केही नलिई जाउँ भने त्यो पापिनी आशामा बाँचिरहेकी होली। अब लिएर जाउँ भने कोसी त मागेर लगिदिने, के भनेर कसरी माग्ने। यस्तो विचार गरेर कहिले यता कहिले उता, कहिले भोजनशाला र कहिले भोजन गरेको ठाउँतिर जाने र आउने गर्न लागे। कहाँ के हुँदैछ कसो हुँदैछ, को भोको छ, कसले खान पायो कसले पाएन भनी चारैतिर नजर दिँदै गरे कि राजमाता गोमाले अलिक परबाट ती ब्राह्मणहरूतिर निहालेर हेरिन् र भण्डारेलाई ढाकेर भनिन्, हे भण्डारे हो, ती ब्राह्मणहरूले खान पाएनन् कि दक्षिणाबाट सन्तुष्ट भएनन् कि झट्टै गएर सोध भनिन्। भण्डारेले पनि, हे ब्राह्मण देवता, खानपानमा कुनै त्रुटि भयो कि के पर्यो, राजमाताबाट सोधी बक्स्या छ भनेर सोधे। यो सुनि ब्राह्मणहरू भन्छन्, हे भण्डारेजी, महाराजका कृपाले हामीले इच्छापूर्वक भोजन गरी तृप्त भएर दक्षिणा पनि प्राप्त गरी सन्तुष्ट भएका छौँ। हामी यहाँ पर्खिएको कारण के भने हामीहरू यता आउँदै गर्दा साली नदीका तीरमा शरीरभरि कुष्ठी उब्जिएकी, हात पाउ झरेकी एउटी विरूपी स्त्रीले हामीलाई देखेर, हे ब्राह्मण हो, तिमीहरू भोजनबाट फर्किँदा मेरा खातिर पनि केही खानेकुरा केही पदार्थहरू ल्याइदिनु, म 5 दिनकी भोकी छु भनेकी थिए। हामी फिर्ने बाटो हेरेर त्यो आशा गरिरहेकी होली भन्ने सम्झेर मनमा कुरा खेलाउँदै त्यो कुरा भन्न नसकेर हामी पर्खिएका हौँ भनेर जब ब्राह्मणहरूले भने, ती ब्राह्मणका कुरा सुनि भण्डारेले राजमातालाई गएर भने, यो कुरा सुनि ब्राह्मणहरूले जे जति बोक्न सक्छन् त्यति खानेकुरा दिएर पठाऊ भनी राजमाता गोमाबाट भण्डारेले आदेश भयो। आज्ञा पाएर ऊ पनि खाने पदार्थ लिन भण्डारमा पुग्दा त्यहाँ भएका सम्पूर्ण सारा वस्तु रित्तिएको देखेर आश्चर्य हुँदै आएर गोमासित भने, हे राजमाता, भण्डारमा त केही पनि छैन, अब ब्राह्मणलाई के दिनु भनी बिन्ती गर्यो। भण्डारेका कुरा सुनि गोमा दगुरेर भण्डारमा गएर हेर्दा केही नदेखि आफूलाई पनि राखेको भाग दिइहाल भनी आज्ञा गरिन्। भण्डारेले पनि राजमाताका निम्ति भनी ठिक पारेको भोजन लगी कपिल ब्राह्मणहरूसित भनेछन्, हे ब्राह्मण हो, केले हो कुन्नी राजाको सम्पूर्ण भण्डार नै रित्तियो र ठुलो आश्चर्य आइलाग्यो। यो राजमातालाई भनी राखेको भाग चाहिँ बाँकी रहेको रहेछ र त्यही लिएर आएँ, यो नै लगेर त्यो स्त्रीलाई दिनुहोला भनी सुम्पिदिए। ती 2 ब्राह्मणहरू पनि अत्यन्त शर्मका साथमा लाज मान्दै त्यो खानेकुरा लिएर दरबारबाट बाहिरिए। ती ब्राह्मणहरू निस्कना साथ राजदरबारभित्र अघि जहाँ जहाँ थियो जे पदार्थ थियो त्यस्तै गरेर फेरि परिपूर्ण भयो। हे अगस्त्य महामुनि, श्री स्वस्थानी परमेश्वरीको निन्दा गर्नेको पापका प्रभावले त्यत्रो राजभण्डार नै सुक्न गयो। ती निन्दा गर्ने चन्द्रावतीका दुःख कष्टहरू मैले तिमीलाई सुनाएँ। अब आउने अध्यायमा उनी श्री स्वस्थानी परमेश्वरीका कृपाले चन्द्रावतीको सारा पाप नाश भई सङ्कट मुक्त भएको कथा पनि सुनाउने छु भनी कुमारजीबाट आज्ञा भयो। जय जय श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायां श्री स्वस्थानी व्रत महात्म्य नाम सप्तविंशोऽध्याय भनेर भक्तजन हामीहरूले 27 अध्यायलाई पुरा गरेका छौँ। स्वस्थानी भगवतीको जय। आदरणीय भक्तजन श्रोताजन, हामीहरूले आजका कथा प्रसङ्गहरू श्रवण गरिसकेका छौँ। अब हामीहरू अनन्य भक्ति भावनालाई जगाएर पुनः पुष्पाञ्जली अर्पण गर्नेछौँ।
ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालय श्रीमान् दिनकरकिरणनिबोधित नवनलिनदलनिभेक्षणः श्रीकृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथा प्रसङ्गः या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसीन्द्रियैर्वा बुद्ध्यात्मना वा नुसृतेः स्वभावात् करोमि यदि यत् सकलं परस्मै नारायणायेति समर्पये तत् अनन्यचेतसा भक्त्या श्रुतं यच्च कथामृतं समर्पयामि तत्सर्वं स्वस्थानिं परमेश्वरीम् ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। श्री स्वस्थानी भगवती को जय। सांब सदाशिव भगवान को जय। आदरणीय श्रोताजन, हामीहरूले लिएको त्यो पवित्र चन्दन अक्षता पुष्पलाई पुस्तकमा अर्पण गर्नुहोला। पुस्तक नभए आफ्नो मनले मात्र कल्पिनु भएको छ भने माता स्वस्थानी भगवतीले हाम्रा मनमा रहेका तमाम इच्छा आकांक्षाहरू पूर्ण गरिदिनुहोस् भन्ने कामना गर्दै अब हामी भगवती स्वस्थानी देवीको आरती गर्नेछौँ। हजुरहरूले पनि आफ्नो घरमा यही आरतीद्वारा आरती गर्न सक्नुहुनेछ। ओम जय स्वस्थानी माता, ओम जय स्वस्थानी माता। गर्जन नित्य प्रशंसा, गर्जन नित्य प्रशंसा। शंकर हरि धाता, ओम जय स्वस्थानी माता। तातो सुन को जस तो क्रांति छ श्री तनमा, आमा क्रांति छ श्री तनमा। सोबाथ पियो बसदा, सोबाथ पियो बसदा। अज सिंहासनमा, ओम जय स्वस्थानी माता। रातो सुंदर सारी, रत्न
न जडित चोली आम्हा रत्न जडित चोली भव्य गुलाबी मुखमा भव्य गुलाबी मुखमा मधुर समय बोली ओम जय स्वस्तानी माता शिरमा मुकुट गलामा थरी थरी मणिमाला आम्हा थरी थरी मणिमाला कुंकुम टीका सुंदर कुंकुम टीका सुंदर करसुन का बाला ओम जय स्वस्तानी माता ढाल चखड गभयंकर सुलर कमलपनी आम्हा सुलर कमलपनी चार भुजा मा चमचम चार भुजा मा चमचम छबियो गजवचनी ओम जय स्वस्तानी माता आठ मातृका हरूका संगमा बास सदा आम्हा संगमा बास सदा भक्त निम्ति धन संपत्ति भक्त निम्ति धन संपत्ति पति सुत सुख फलदा ओम जय स्वस्तानी माता उद्यापन व्रत पूजा जानी न जानी गरियो आम्हा जानी न जानी गरियो दिनु होस संपत्ति भक्ति दिनु होस संपत्ति भक्ति जननी शरण पर्यो ओम जय स्वस्तानी माता श्री स्वस्तानी को आरती गायो मन लाई आम्हा गायो मन लाई धन्य बन्यो हरिहर को धन्य बन्यो हरिहर को सुबह आशीष पाई ओम जय स्वस्तानी माता ओम जय स्वस्तानी माता आम्हा जय स्वस्तानी माता गर्छन नित्य प्रशंसा गर्छन नित्य प्रशंसा शंकर हरि धाता ओम जय स्वस्तानी माता
गाउँमा जय स्वस्तानी माता, ओम जय स्वस्तानी माता। श्री स्वस्तानी भगवतीका कृपाले गर्दा हामी सबैको मनोकामनाहरू पूर्ण हुँदै जाऊन्। हस्त, धन्यवाद।